जब म एकदमै सानो थिएँ होइन 10 वर्षको मेरो साथी पारक पनि एकदमै सानो थियो। हामीहरू सँगै स्कुल जाने गर्थ्यौँ होइन। म चाहिँ अब कस्तो भन्दाखेरि एकदमै ज्ञानी एकदमै शान्त स्वभाव एकदमै राम्रो बच्चा थिएँ होइन, हाम्रो डोनाल्ड ट्रम्प जस्तै। तर मेरो यो जुन साथी पारक भन्ने थियो नि, अब यो मलाई थाहा छैन कि यो कुन खालको जन्तु थियो, यो जनावरभित्र कुन खालको आत्मा आउँथ्यो जहिले नि होइन, मैले बुझ्न सकेन क्या। कुनै दिन यो पुरै चुपचाप ज्ञानी बच्चा बन्थ्यो, कहिले चाहिँ पुरै पागल भइदिन्थ्यो क्या, भन्दा एउटा बाघमाथि जम्प हानिदिन्थ्यो क्या। अनि त्यही नि यो जिउँदै फर्केर आउँथ्यो क्या। यो जिउँदै फर्केर आउँथ्यो किनकि यसले यस्तो जेरिला तरिकाको पाद निकाल्थ्यो नि होइन, त्यो बाघ यति बेहोस हुन्थ्यो क्या। एनिवेज हामी एक दिन सँगै स्कुल जाँदैम थियौँ होइन, अनि मैले त्यता एउटा राम्री सुन्दर एउटा परी जस्तै राम्री एउटा केटी देखेँ। यो मिस्टर इन्डिया बनेर कहाँ गयो मैले थाहा नै पाएन। 81 मेरो 10 क्लासमा पढ्ने 4 जना भयानक केटाहरू आइपुग्यो कि। अनि मैले कसम भनेको मैले यस्तो बदसुरत नाकाम दिमाग नभएको जनावर भन्दा नि एउटा राक्षस सन्तान जस्तै देख्ने मान्छेहरू कहिलेसम्म देखाएको थिएन क्या। तिनीहरूले मलाई मेरो मम्मीले खाजा खान पैसा दिनुभएको छैन त्यो